जैसे कि आज की जो हम लोग इतिहास भी देखे समारोह आज से शुरू हो चुका है। देखते रहिएगा के ब्लॉग और बने रहिए के ब्लॉग के साथ। दुवै सभापतिज्यूहरूलाई अगाडि बढी आज झन्डा उत्तोलनको निम्ति उहाँहरू अगाडि बढ्न भन्ने अनुरोध गर्दछु। साथै उहाँहरूलाई अगाडि बढाइ लानु भन्ने म सशक्त गर्नुलाई अनुरोध गर्दछु। जित्यो तिमी जाऊ त बाँडेको बस्यो जाऊ अखिल असम गोर्खा छात्र संघ जिंदाबाद 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 अखिल असम गोर्खा छात्र संघ जिंदाबाद 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 अखिल असम गोर्खा छात्र संघ जिंदाबाद 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 आक्सू जिंदाबाद 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 आक्सू जिंदाबाद 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 अखिल असम गोर्खा छात्र संघ जिंदाबाद 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 अखिल असम गोर्खा छात्र संघ जिंदाबाद 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 जय कौम धन्यवाद। म सभापतिज्यूहरूलाई धन्यवाद ज्ञापन गर्दछु र सर्वप्रथम म साथै जम्मै जिल्ला कमिटीका बुद्धिजीवी र यस आयोजन कमिटीका सभापति सम्पादक लगायत जम्मै गेस्टगण र यहाँ महिला समितिका सेक्रेटरी र यस आयोजन समितिका आज यहाँ उपस्थित हुनुभएको जम्मै मेरो दाजुभाइ दिदीबहिनी आज माधव गोरुसा आञ्चलिक समितिको उद्योगको स्थानीय जनसाधारणको सहयोगमा 17औं द्विवार्षिक अधिवेशन हुनु गइरहेछ र आज पहिलो दिन हो र आज म जम्मै यस अञ्चलमा बसोबास गर्ने जम्मैलाई भन्न चाहन्छु आजबाट हामीले 3 दिनको तिहार सम्मिलन राखेछौँ र आज पहिलो दिन हो। तपाईँहरूको शिक्षा लिनुपर्नेछ र आगामी दिनहरूमा हामीहरूले पनि उहाँहरूले गर्नुभएको जसरी नै आफ्नो जातिको हित र हकको निम्ति हामीले आवाज उठाएर जानुपर्नेछ र उहाँहरूलाई सबैलाई म यस पवित्र स्थानबाट एकपल्ट फेरि नमन गर्न चाहन्छु र आज यस पवित्र स्थानमा भएको मेरो जम्मै आञ्चलिक समितिको सतीर्थगणहरूलाई विगत दिनमा जे पनि तितो अभिज्ञताहरू सबैलाई मनमुटावहरूलाई हामीले दूर गरेर हामीहरूको जुन चाहिँ 3 दिनिया कार्यसूची छ त्यसलाई सफल रूपायन गर्नुपर्छ। यो हामीहरूको लागि एउटा दायित्व पनि बन्ने छ र हामीहरूको यो एउटा कर्तव्य हो र सबैले नै एकताको साथ डोरीमा बाँधिएर एकअर्काको सानो सानो मनमुटावहरूलाई दूर गरेर यो 3 दिनिया कार्यसूची समाप्त गर्नलाई हामीलाई सहयोग गर्नुहुन्छ भनेर म सबैलाई नै अनुरोध गर्दै मेरो 2 शब्द यहाँ उहाँलाई हात धरेर हाम्रो आञ्चलिक समितिका विषयवर्गलाई अगाडि बढाउनलाई अनुरोध गर्दछु। हजुर
स्मरण गर्न चाहन्छु जसले आफ्नो जातिको कला संस्कृति भाषा जातीय एकतालाई स्मरण जीवित गर्दै आफ्नो अहम भूमिका निभाई उहाँहरूको त्याग र बलिदान जुन व्यक्तिहरूले दिनु हो उहाँलाई म स्मरण गर्दछु र उहाँहरूकै कर्मको फलस्वरूप आज हामीले आफ्नो जाति भाषा संस्कृति सबै भुल्न पाएको त्यो माटोको मिलाइदियो त पहिले यो दियो चाहिँ जलाइदिनु दियो जलाइदिनु भिडियो गर्दा अमेरिका तिहार समारोह 2024 तथा अखिल असम गोर्खा छात्र संगठनका केन्द्र स्तरीय नेतृत्ववृन्द, मेरा अग्रजगण, आञ्चलिक समितिका पदवीगण, विभिन्न शाखा समितिका पदवीगण र गोर्खा जातीय संस्था समितिमा भएर नेतृत्व गरिआउनु भएका विभिन्न संस्थाका पदवीगण, महिला समितिका सभानेत्री सम्पादिका लगायत उहाँका पदाधिगण तथा जम्मै यस भेगका अञ्चल हामीहरूले अब गर्न गइरहेको यो 2024 को तिहार आज पहिलो कार्यसूची हामी इतिमध्ये आरम्भ गरिसक्यौँ र तपाईँहरूको सहयोग, तपाईँहरूको माया र तपाईँहरूको आशीर्वादले र यसै पश्चात म यस भूमिलाई, यस देशलाई, यस राष्ट्रलाई, यस राज्यलाई जति पनि हामीहरूका जाति विभिन्न जाति जनगोष्ठी भएर ज्ञात अज्ञात हामीहरूका हामीहरूका अभिभावकहरू, हामीहरूका अग्रजहरू जतिले पनि हामीहरूको लागि त्याग गरेर आज तक आइदिनु भयो उहाँलाई श्रद्धा गर्दै यो भूमिमा आज हामी जहाँ छौँ उहाँ झगडा गर्नुको लागि हामीहरूका बाउ काका जतिले पनि त्याग गर्नुभयो उहाँलाई अति श्रद्धा गर्दै हामीहरूका स्वर्गीय सङ्ग्रामी सतीर्थ नारायण सङ्गोलाज्यूलाई श्रद्धा गर्दै उहाँको बलिष्ठ कण्ठ, उहाँले दिएको टिकलाई हामी अघि बढाएर जान्छौँ भन्दै समस्त हामीहरूका उद्यापन